वाउ कस्तो बवाल है। देखिस् वाटरफल हामी यहाँ चाहिँ अन्तिम पोइन्टसम्म आएको छौँ। यहाँदेखि चाहिँ ठाडो छ अरे होइन सुरु टोल्टी र भेनासँग आएको छु घुम्नु रातिको 11 बजीतिर। प्लस त देखिन्छ तर चिप्लो चाहिँ छैन रहेछ क्या। त ढुक्कै भइसक्यो नि म यसमा घुमिएर आइसक्यो। एउटा काप्रे माछा मैले अरुणमा मारिसकेँ। खै तँलाई कति दियो है? मम्मी बाई बाई। लिन कान्छी पुसाइकोमा जाँदैछौँ अनि हामी यहाँ घर छोडेर हिँडिसकेका छौँ है। मलाई देख्न सक्नुहुन्छ आज छोड्यो मेरो यात्रा मकालु वालुङसम्म। मेरो छोरी फाइनल्ली मैले बाइक झिकिसकेँ। हाम्रो बाइक राख्ने ठाउँ चाहिँ यस्तो छ है यहाँ कोठा। बाटो अप्ठ्यारो भएकोले लिखु चाहिँ हिँड्दै गर्छ। सो म पछाडि हिँडेँ। अरे मेरो ऐना पो लुज भएको रहेछ त। त्यसलाई त कस्नु पर्ने थियो। स्ट्यान्ड नलग्यो लाग्छ। राइट हामी आज कान्छी नाना भेनाकोमा गइसकेका छौँ। र बाटो यहाँ रफ छ है। लिखु अगाडि हिँड्दैछ। कसरी उक्लिने हो कि होइन भगवान् अस्ति दुःख पाएको थिएँ। ल हेर टाइट भइसक्यो अब। लिखु र म लाग्दिउँ है त। एकदम धेरै दिन पछाडि बर्खा लागे पछाडि घुम्नै पाएको थिएन। एकदम एक्साइटेड भइरहेको मेरो छोरी। हामी पनि निनी पुसाइको सम्म। लिखुको निनी पुसाइ मेरो त कान्छी नाना भेना। यहीँनिर बाटो चाहिँ रफ छ क्या हाम्रै। यस्तो ठुल्ठुल जानुपर्ने हुन्छ। अनि आज फेरि यस्तो मात्रै बाटो नभएर हामी टनेल पनि छिर्दैछौँ। सुरुङभित्र पनि यात्रा गर्छौँ आज। ओहो बाख्राहरू चरिरहेको रहेछ यहाँ। अनि हामी अब यहाँदेखि चाहिँ दुईवटा बाटो छ क्या। यो दुईवटा पुगो जाने पनि हाम्रो खातबारी जाने बाटो हो। यो पनि खातबारी। यो बाटो पनि फेरि यहाँदेखि पनि दुईवटा बाटो छ क्या माथिल्लो बाटो चाहिँ। त्यहाँदेखि माथि क्वापानी भन्ने ठाउँ पुगिन्छ। अनि यो त परै सोभाङ्गा भन्ने ठाउँमा जोडिहाल्छ यही बाटोसँग अर्को बाटो चाहिँ। अनि चाहिँ हामी चाहिँ यता उँधो गएर अरुण बगरै हुँदै उता एउटा रोटी नै पोल्नु पर्ने हुन्छ आज चाहिँ हामीले। नत्र बाटो सुकेको थियो होला मजा हुन्थ्यो होला। तर केही छैन अब म्यानेज गरेर चलाउनु पर्ने हुन्छ होइन। त्यहाँ त अब बाटोको हालत अनुसार कन्डिसन अनुसार चलाउनु पर्ने हुन्छ। गाह्रो छ। लिखु किन चुपचाप लागिस् त? डर लाग्यो? बाटो यस्तो छ त अब के गर्छस् त? अब सक्यो बाटो अप्ठ्यारो। यो चाहिँ हो हाम्रो फ्याउरे डाँडा। चिप्चिले खाने होइन लिखु। यो फ्याउरे डाँडा। यहाँ चाहिँ हल्का मान्छेहरू हुन्छ। उयो भनेको मुक्ली गाउँ भन्छ। त्यहाँदेखि माथि सात गरे पल्लो भनेको चाहिँ बासतला हो। अब हामी गैरी गाउँ भन्ने ठाउँ पनि आइपुगिसक्यौँ। धेरै छैन गैरी गाउँ डाँडा गाउँ हुँदै
त्यो अरुण नदी हामीले तर्नुपर्छ लिखो त्यो त तर्नुपर्छ अहिले एकछिनमा त्यो तल देखिने अरुण नदी हामी तर्नुपर्ने हुन्छ आज त्यो पनि उतापट्टि गएर यो त अर्कै गाउँदेखि थालिसक्यो एउटा रोटी पोल ओ माई गड यहाँ चाहिँ कस्तो रहेछ हो फेरि मेरो बाटो चाहिँ यो सानो पुलदेखि छ हाम्रो 3 नम्बरका साथीहरूले कुदाउनुहुन्छ कि हुन्न यो सानो पुलको बाटो कमेन्ट गरिदिनु है ल गइदिउँ अब यो उतापट्टि फेरि डाँडा गाउँ हो भन्छ यहाँ 2टा खोला छ होइन अर्को पल्लो खोलादेखि चाहिँ छुट्टिन्छ डाँडा गाउँ तर टोल मात्रै है वडा नम्बर चाहिँ हाम्रो 3 नै हो आज ढिलो नगरौँ किनकि पानी पर्न सक्ने सम्भावना हुन्छ है अब खाँदबारी देखाउने बाटो मतलब हाम्रो हाइवे हामीले भेट्ने हाइवे आइपुग्नु लागिसक्यो है अनि लेखो ओइ सुति सिक्यो हौ यस्तो छ यो माथि स्कुल पनि छ है मावि स्कुल सिला गाउँपालिकाको वडा नम्बर 3 को गइँदै रहेछ नि यहाँ अब यहाँ उकालो छ निकै ठाडो एक गियरमा त्यतिको केही होइन यो बाटो 9-10 को एक्सिलेटर दियो भने पुगिगयो काम पुगिगयो हाइवेमा चाहिँ ट्रक देखिसक्यौँ हामीले अब यही अगाडि जाओस् म बिस्तारै स्लो गरिदिन्छु अब हाम्रो हाइवे नि भेटिसक्यो नि त सो यही है हाइवे यो खादबारदेखि आउने बाटो हो यो होइन धुवा छागा अहिले चलेको छ नि हाम्रो सिप्रुङमा धुवा छागा यो बाटो पनि यहाँदेखि जोडिन्छ अब हामी यता लाग्छौँ मकालु गाउँपालिका जानको लागि भने मेरो छोरी सुतेको छ उयो पर अगाडि फलैचामा रोकेर यसलाई म ओइ यस्तो चङ्खो मान्छे के भइगयो एकैछिन ओइ त सुतेको त अनि अब एकछिन सुत्छ नि अब के गर्नु एकछिन सुतोस् होला मलाई कहाँ सुताउँ भन्दाखेरि जुगाड फाइनल्ली छोरीलाई मैले उठिसकेँ छोरी 25 मिनट पछाडि ठिक छस् नि अब त सक्छस् नि हिँड्नु अब सुत्दैनस् नि अब अगाडि खुसी यो अगाडि पछाडि खै बेल्ट यताले त यस्तै भने कसम एकछिन अलिकति लामो बनाउनु पर्ने हुँदो रहेछ मैले ठोकिन्छ सिक्यो नि त हेलमेटमा बाटो त उस्तै त रहेछ नि भन्नुको हाइवे मात्रै म पस्दिनँ ल यो बेल्ट फेरि बस एकछिन नसुत्ने फेरि मतलब छैन के भन्छ दुनियाँ यो चाहिँ सबै छिरी गर्छ हेर धानको सबले फल्छ है पालन गर्नुभएको छ ए बेसी भन्ने ठाउँ पनि बेसी भन्दा नि अगाडि केराबारी भन्ने ठाउँ आइपुग्न लागिसक्यो बेसी चाहिँ उता जानुपर्ने हुन्छ क्या रोड छोडेर केराबारी चाहिँ
अब यही हाइवेमै पर्छ क्या बजार। सो त्यो ठाउँ चाहिँ हामी आइपुग्न लागिसक्यौँ भन्दा नि अझै छ 2-3 टर्निङ। त भर्खर त हो, अब के गर्नु र, यस्तै छ बाटो। अगाडि डोजरहरू पनि देख्न सक्नुहुन्छ। अब हामी केराबारी नजिकै आइसक्यौँ। अब केराबारी चाहिँ अब एक टर्निङ हानेपछि हामी आइपुग्छौँ है। यो आछु पानी के चाहिँ के भएर छ अरे भाइ? उड्यो पनि यो काम गर्ने बस्ने हो क्या सबै यिनीहरू। एकदम क्यामै क्याम छ है। अब धुवा छाएको जाने बाटो पनि यही है भनिरहेको छु बारम्बार होइन। त्यो चाहिँ ठ्याक्कै बुख्वाको त्यो सुरुङ छिर्ने ठाउँ जानुपर्छ क्या, पारी छाङ पर्ने बाटो, त्यो बाटो जानुपर्छ। त्यसको लागि चाहिँ त्यसको पनि बाटो छुट्टै छ। यो भनेको केराबारी बजार। मैले नै सट्ट माथिल्लो तलदेखि हामी चाहिँ जानुपर्ने हुन्छ। यो हो कि त्यहाँ तलदेखि छ बाटो बिर्सिरहेको छु मैले। चाहिँ माथिल्लो तलको टनेलदेखि छिर्नुपर्ने हुन्छ। सो टनेलभन्दा छिर्नुभन्दा अगाडि यहाँ मान्छेको छोराछोरीलाई कोसेली किनिदिनु पऱ्यो। कस्तो गर्मी यार। अब हामी केराबारीदेखि मिठो मसिनो खाएर अगाडि लागिसकेका छौँ दाजुभाइ तथा दिदीबहिनीहरू। अब हामी चाहिँ यो हाइवेलाई छोडेर सिधै गएर सुरुङ छिर्नुपर्ने हुन्छ क्या। यो भनेको यहाँदेखि हो धुवा छाएको जाने बाटो। तपाईँहरूले हेर्नु त यस्तो विचार गर्नु है। यहाँ यस्तो राखेको छ, यहाँदेखि सट्ट यता जानु ल, लेफ्ट मोडेर हामी चाहिँ अब यता जान्छौँ। धुवा छाएको जाने बाटो यो हो। अब हामी यहाँ पनि यो कम्पनीकै सानोतिनो हिस्साहरू छ। सब यो अर्निटेश्वर हाइड्रो पावरकै हो क्या। यिनीहरू सब के लागि ल्याएको हो, मुलाहरूले बाटै छोडेर। र गाडी पनि भर्खरै निस्केर आएको हो यो। यस्तोमा छिर्नुपर्छ त। मजा आयो हजुर। वालुङ हिँडेको। अब यस्तो छ बाटो। टनेलभित्र हामी छिरिसक्यौँ है। कस्तो लाग्यो देखो? यो कति अब अगाडि झन् पिच छ हेर ल, पिच छ। अलिकति चिप्लो महसुस लागिरहेको मलाई, तर केही छैन। हामी बिस्तारै जान्छौँ अगाडि। वाह सुरुङ देखिस् नि चिन्दैमा। भगवान होइन सुरुङ। हाम्रो सुरुङ मार्ग एउटा भन्दा पनि दुईटै बाल्दिउँ न। अब उज्यालो हुँदै जान्छ। हामी यहाँदेखि राइट दिनुपर्ने हुन्छ। देखिस् उता हो पर देखिस् कस्तो लाग्यो हो?
स्लो रहेछ नि त यार बाटो त बाबा अँ अस्ति यही भित्र गएको छैन के अरे अस्तिदेखि यही भित्र गएको छैन हो र अब यो चाहिँ कति मिनट लाग्छ है मलाई नि थाहा छैन तर जे होस् अहिले त पानी अलिक धेरै नै भएको रहेछ क्या आच्छु वाउ कस्तो मजा होइन लिखो मजा छ तर अलिकति खुट्टा उचाल यस्तो गर यहाँ टेक यहाँ आइ हामी चाहिँ यो सिधै गयो भने उता भ्याक्सिन्दा पनि पुग्छ क्या यो टनेल त्यही हो जोडेको अब भ्याक्सिन्दा हुँदै अब हामी चाहिँ अहिले त्यो नुमको मुनि छ नि भ्याक्सिन्दा बेसी म त्यहाँ पुग्छ क्या यो चाहिँ सिधै भन्नुपर्दा त्यहीँदेखि हो हाम्रो मेन स्टार्टिङ पोइन्टै त्यहीँ हो अरुण तेस्रोको हाइड्रोको त्यहाँनिर ड्याम बनाएर ल्याउने पानी यही बाटो हुँदै ल्याउने त होला नि अब साथीहरू आऊ कस्तो पानी यार बिचबिचमा म भिजेर जुत्ता भिज्नु आँटिसक्यो अनि अब हामी चाहिँ सुन्ताले भन्ने ठाउँमा निस्किन्छौँ है त्यहाँ पनि छ क्या यसको हिस्सा एक हिस्सा त्यहाँदेखि चाहिँ एउटा एयर जाने ठाउँ बनाएको छ यहाँ चाहिँ चिप्लै रहेछ ल अब भने चाहिँ हामी यहाँदेखि सट्ट लेफ्ट लाग्नुपर्ने हुन्छ हामी यहाँदेखि उता जानु पाइँदैन लिखु यो उता जाने चाहिँ नुमहरू जाने बाटो हो क्या अब हामी चाहिँ यता लेफ्ट यता लाग्नुपर्ने हुन्छ यहाँ बाहिर एक्जिट रुम देख्न सक्नुहुन्छ एक्जिट रुम भन्दा नि एक्जिट गर्ने ठाउँ देख्न सक्नुहुन्छ अब अलिकति हिलो छ भनेपछि म हामी सुन्ताले निस्किसक्यौँ होइन त हातहरू यस्तो यस्तो गर यस्तो गर आमा कस्तो झन्डै लडी गइयो त यार अन्त तँलाई त केही भएको छैन जस्तो लागिरहेको थियो सिरियस हुने भइदिस् त्यही पनि ठिकै छ
अर्कोपट्टि निस्किसकेका छौँ है हामी। हामी निस्केको चाहिँ यहाँदेखि रहेछ, यहाँ ठाउँबाट निस्केर उतादेखि इन्ट्री भएर हामी यहाँ सुन्ताले भन्ने ठाउँमा आइसकेको छौँ। र सुन्ताले भन्ने ठाउँदेखि अब अझै छ क्या उयो यो बाटो छ नि जुन तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो पाटा यो पहिरो हो क्या पुग्नुपर्ने चाहिँ। अब सिधै यो तेर्सो गयो, त्यहाँदेखि मात्र हामी पुगिन्छ भन्दै अब हामी लागौँ। क्या टेन्सन भयो क्या अब हेर्नु न, बेल्ट नै छुट्टिदिएछ। यहाँ चाहिँ मैले टावलले होइन चिउरामा अडाइरहेको छु मेरो धन्न बेल्ट चाहिँ यतिको भने अडिने भइदियो, चिप्किदियो है मेरो बेल्ट। आज झन्डै धोका दिएको। सुन्तालेदेखि अब सिधै आम्राङसम्म चाहिँ अब टर्निङ त होला, छ होला पनि हिँडेको छैन बाटो। अस्ति मेरै बाइक लगेर चाहिँ दाइले भाइलाई चाहिँ कुराइदिएको थियो, मेरो भाइलाई। नि पुतलीलाई नि अलिकति कैद गरेर हामी उडाइदे। हामीले पुतलीलाई पनि उडाइदिइसक्यौँ र अगाडि यहाँ अलिकति पिचहरू गरेको थिएछ पहिला, तर सबै गइसकेको रहेछ। पिच गरोस् नगरोस् मेरो बाइक चाहिँ चल्नु पऱ्यो आज। लिखु छ यहाँ, यसले चस्मा आज छोडेको छैन भने हामी यहाँ एकदम हामी जानुपर्ने ठाउँ चाहिँ उयो माथि यो अरू नै हो होइन, यता हो जानुपर्ने चाहिँ हामी। ल अब एकछिन रेस्ट गरेर हामी फेरि अगाडि नै ल बढ्दैछौँ। एकछिनै लिखु यस्तै फेरि आज यो नछोड्ने हो त, उल्टो भयो नि त हौ। जाउँ जाउँ सरी सरी त्यसको चिम्टी पो झरेको थियो त। अरे यहाँ लगाइराख्छु ल। बिर्सिहालेछ नि त अनि।
ठुलै खोला हो कि ओ माई गड यही त अनि झर्ना ओ लिखु हेर्न उ ओइ वाउ यता आउँदा पनि छ क्या फेरि यो चाहिँ पारिदेखि देखिन्छ है दामी यार यस्तो सुकुनका ठाउँ आयो है कति भयो हुँदैन चाहिँ कत्त फेरि यता हामीले यहाँ पनि सानोतिनो वाटरफलै रहेछ वाटरफलको त वर्षा छ त यता त देखो यहाँ पनि एउटा सुरुङै छ यहाँ झरना यो पनि हो होइन अब यता हो हेर यता हो सरप्राइज वाउ कस्तो दामी छ त यहाँ हेर त है क्या बवाल यार हेरौँ त यो झर्ना पनि दामी यहाँ त पोखरी थियो यार अहिले त छैन रहेछ अब जाउँ ल फेन चलाएर हेर यस्तो शीतल ठाउँ त्यो घरभित्र फेन चलाएर चु बसेटै हाने यार बाटैसँग अब हामी भनेको यस्तै सानोतिनो वाटरफल हेर्दै हेर्दै अब लगभग हामी गन्तव्यमा नि आइपुग्न लागिसक्यौँ यहाँ पनि क्याम्पहरू हो यिनीहरू पनि सबै सिधै गयो भने यो बाटैबाट गयो भने चाहिँ नुम पुगिन्छ होइन अब यहाँदेखि हामी चाहिँ लेफ्ट नै लिनुपर्ने हुन्छ यहाँ परपट्टिदेखि पनि फोटो खिच्नु त हुँदै त नि अब हामी त यहाँदेखि यता हो यो सिधै गयो भने चाहिँ नुम पुगिन्छ हामी नुम भन्ने ठाउँ पुगिन्छ यहाँदेखि ओह्रालो गएपछि हामी अरुण तरेर हामीले यो पारीको गाउँहरू हो क्या वालुङ भनेको चाहिँ हाम्रो कान्छी नानाको गाउँ यस मेरो कान्छी भेनाको घर यता हो सो दिदी भेनालाई भेट्न आएको छौँ यहाँ चाहिँ हामीले तितेपातीहरू पनि चढाउने गरेर हुनुपर्छ क्या चढाउनु पर्ने हुन्छ सो ल है मलाई एउटा दिनु ल पुलमा यहाँ पुल पुगेपछि ल म कस्तो बगाल हेर त बर्खा त लागेको अनि कालो धमिलो छ अब पुल पुगेपछि त्यो झोलुङ्गे पुरानो पुल त्यो उताको झोलुङ्गे पुल होइन यो हामी खोला तर्ने यो गाडी तर्ने पुल एउटा लेफ्ट दुईवटा दे यहाँ फ्याक
फ्याँक फ्याँकिरहेको होइन अस्ति एउटा फ्याँकिरहेको है फ्याँक्न हो नानी खोलामा यहाँ हामी अरुण पर्दैछौँ है यो चाहिँ अरुण पर्ने बिच माछ छोरी र म हेलो लिखो है फ्याँक्न आएदेखि अब गइहाल्ने र फ्याँक फ्याँक ल जाउँ ल अब लागौँ यति भन्दै छोरी र मेरो शामें मलंग सी रातें सुरंग सी बागी